you so much, Manisha, for having me here as a chairperson to today's important session. आजको यस स्टार्ट इन्डिया इन्फो सेसनका कार्यक्रम संयोजक एवं इक्यान सेन्ट्रल कमिटीका एक्जिक्युटिभ मेम्बर तथा स्टार्ट इन इन्डियाको डिपार्टमेन्ट हेड शिवप्रसाद अर्यालज्यू, हिन्दुस्तान एजुकेसन इन्स्टिट्युसनका पब्लिक रिलेसन अफिसर श्याम शर्मा सरज्यू, त्यसै गरी राजलक्ष्मी इन्जिनियरिङ कलेज चेन्नाईका इन्टरनेसनल रिलेसन म्यानेजर अरविन्द शिवमणिज्यू, थापर इन्स्टिट्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका एडमिसन एन्ड स्टुडेन्ट इन्गेजमेन्ट अफिसर उमेश्वर धिलनज्यू, त्यसै गरी इन्डो वर्ल्ड एजुकेसन कन्सल्टेन्सीका कोअर्डिनेटर सुरेश भट्टराईज्यू, मोना सोधी म्यामज्यू, अनि इक्यान मकवानपुरका एक्जिक्युटिभ कमिटीका सचिव मनिष अधिकारीज्यू, कोषाध्यक्ष किशोर अर्यालज्यू लगायत सम्पूर्ण एक्जिक्युटिभ मेम्बर साथीहरू, इक्यान एक्जिक्युटिभ कमिटीभन्दा बाहिरका सम्पूर्ण इक्यान मेम्बरहरू र यस कार्यक्रमलाई सफल पार्नका लागि पाल्नुभएका सम्पूर्ण एजुकेसन कन्सल्टेन्ट साथीहरू, आजको यस बसाइ अलि लामो भए पनि मलाई विश्वास छ आज हाम्रो बसाइ एकदम फ्रुटफुल भयो, एकदम इन्साइटफुल भयो। अघि मनिषले भन्नुभएको जस्तै हाम्रो यो इक्यान मकवानपुर गठन भए पछाडिको यो पहिलो स्टार्ट इन्डिया इन्फो सेसन हो। हामीले अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड लगायत विभिन्न कन्ट्रीको इन्फो सेसन हामीले गरेका छौँ। इन्डियाको पहिलो हाम्रो यो प्रोग्राम हो र पक्कै पनि यो प्रोग्रामले हामीलाई धेरै जानकारी दिएको छ। यसले सबैभन्दा महत्त्वपूर्ण कुरा मलाई लागेको चाहिँ अबको दिनमा हामीले जुन अप्लाई गर्दाखेरि युनिभर्सिटी कलेजहरू फिल्ट्रेसन गर्नुपर्ने दिन आएको छ। भर्खरै जुन शैक्षिक परामर्श र भाषा शिक्षण परीक्षा तत्त्वदायी नियमावली भर्खरै जुन आएको छ, यसले पनि हामीलाई के भनेको छ भन्दाखेरि तपाईँहरूले विद्यार्थीहरू विश्वको कुनै पनि युनिभर्सिटीमा रिक्रुट गर्दाखेरि त्यो संस्थाको एक्रेडिटेसन कस्तो छ, भोलिका दिनमा हामीले पठाएका विद्यार्थीहरू अलपत्र पढ्दैछ कि भोलि ती संस्थाहरू चाहिँ लङ टर्म जाँदैन कि भन्ने कुरा ख्याल गर्नुपर्ने अवस्था आएको छ। क्लियरसँग चाहिँ नियमावली लेखिएको छ कि भोलि हामीले यो कुरा ख्याल गरेन भने ठुलो क्षतिपूर्ति हामीले बिहोर्नुपर्ने अवस्था छ। त्यस कारणले पनि आजको जुन यो बसाइले हामीले इन्डिया मात्र होइन अरू कन्ट्रीको हामीले काम गर्दै गर्दा पनि यो कुरा ख्याल गर्नुपर्ने जानकारी हामीलाई प्राप्त भयो। हामी एकदमै यो बारेमा धन्यवाद दिन चाहन्छौँ। सो जुन यो एनबिए, एनएससी यो टर्म्सको बारेमा म चाहिँ एकदमै अनफ्यामिलियर थिएँ है, यो बारेमा मैले खासै सुनेको पनि थिएन। हुन त मैले पर्सनली भन्दाखेरि कन्सल्टेन्सीको काम इन्डियाबाटै सुरु गरेको, पहिलो 5 जना विद्यार्थी मैले इन्डिया पठाएरै कन्सल्टेन्सी काम सुरु गरेको, तथापि पछि विभिन्न कारणले गर्दाखेरि इन्डियाको कामलाई कन्टिन्यू गर्न सकिनँ। तर हामीलाई विश्वास छ, मलाई विश्वास छ आजको सेसनबाट हामी सम्पूर्ण साथीहरूले कम्तीमा इन्डिया हामीले विद्यार्थी पठाउनको लागि प्रमोसन गर्ने हामी प्रयास गर्नेछौँ। किन इन्डियामा विद्यार्थी गइरहेको छ, हेटौँडाबाट पनि गइरहेको छ। तपाईँ हामीले प्रमोसन गरेनौँ भने अन्तबाट जान्छ, अरू कुनै कन्सल्टेन्सीबाट जान्छ। तपाईँ हाम्रो बिजनेस अरू कसरी लिइरहेको छ भने वाइ नट टु प्रमोट स्टार्ट इन इन्डिया, यो कुरालाई पनि हामीले ख्याल गरेर देखिन्छ लाग्छ है। र अब यो आजको जुन यो कार्यक्रम इन्फो सेसन मैले अघि पनि भने एकदम इन्साइटफुल रह्यो र यो कार्यक्रम आयोजना गरेर एकदमै यो कार्यक्रम आयोजना गरी यसरी फ्रुटफुल इन्ट्रेस्ट दिनुभएकोमा यस कार्यक्रमका संयोजक शिवप्रसाद अर्याल सरलाई इक्यान मकवानपुरको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। तपाईँले इन्डियादेखि विभिन्न कलेजका व्यक्तित्वहरू यहाँ ल्याएर हामीलाई जुन र्याङ्किङ दिनुभयो, यो वास्तवमै यो सजिलो कुरा होइन अहिलेको टाइममा यो बर्खायाममा होइन, बाटो राम्रो पनि छैन। उहाँले हिजो बाटो सोध्नु भएको थिएछ, कस्तो छ बाटो होइन, एकदम घाम हेरेर हिँड्नुपर्ने अवस्था छ, कहाँ पहिरो जान्छ के हुन्छ भन्ने ठेगान हुँदैन। तैपनि उहाँले यो व्यवस्थापन गरिदिनु भयो। इक्यान मकवानपुर यहाँप्रति एकदमै आभारी प्रकट गर्न चाहन्छ र सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छ र सम्पूर्ण साथीहरू यत्रो 3 घन्टा करिब 3 घन्टा समय यहाँले कोरिदिनु भयो, ध्यान दिएर सुनिदिनु भयो, ज्ञान शिक्षा लिइदिनु भयो। यहाँलाई पनि धन्यवाद ज्ञापन गर्दै आजको यो सेसन समापन भएको गर्न चाहन्छु। धन्यवाद।